थोरै स्रोतमा धेरै काम गरेको छ। संस्थाले गर्ने कुराहरू पारदर्शी छैन, पारदर्शिता छैन भन्ने कुराहरू राज्य पक्षबाट विगत धेरैदेखि धेरै वर्षदेखि उठिरहेको छ। ती कुरालाई हेर्दाखेरि यो संस्थामा आएर चाहिँ हेर्न पनि सकिन्छ, यो नमुनाको रूपमा यो संस्थाहरू हेर्न पनि सकिन्छ। अहिले अरू संस्थाको मिटिङ हेर्न, अन्य संस्थाहरूको मिटिङमा महासङ्घको अध्यक्षबाट पनि अन्यले पनि गए, बजेट टन्न हुने, कार्यक्रमहरू पनि टन्न हुने हुन्थ्यो। तर यसमा चाहिँ बजेट थोरै छ, कार्यक्रमहरू, कामहरू, क्रियाकलापहरू चाहिँ धेरै छ। यो कुराहरू एकदम महत्त्वपूर्ण छ। यो संस्थाले गरेका कामहरू रूपान्तरण गरेको अवस्था, केसहरू चाहिँ कार्यान्वयन भयो भएन भन्ने कुरासँग फलोअप गरेर गरेका कुराहरू, प्रत्येक खालको कुराहरूमा म प्रत्यक्ष रूपमा चाहिँ 5 खालमा 2-4 प्रत्येक विवाद हुँदादेखि लिएर यो संस्थाले गरेका हरेक क्रियाकलापमा म विगत लगभग 10-12 वर्ष अगाडिदेखि जोडिएको छु। अलाटेर घुम्नुको चाहिँ जग्गाको केस, त्यो केसको थालनी गरेको, त्यो केस समाधान गर्नुपर्छ, लाल पूर्जा जनताले पाउनुपर्छ। जसले उपभोग गरेका छ त्यसले लाल पूर्जा नभइकन उपभोग गरिरहेको अवस्थामा यो संस्थाले चाहिँ त्यहाँ गएर समन्वयकारी सहजीकरण, द्वन्द्व रूपान्तरण गरेर त्यहाँ लाल पूर्जा पाउने अवस्था शुद्ध भयो। यो राष्ट्रिय रूपमा यो केस संसदमा पनि उठेको थियो, यो केस समाधान भइरहेको छ, भइसकेको पनि छ। 5 खालको पनि कुराहरू त्यस्तै छ। अहिले चाहिँ पनौती भूमिमा पनि त्यो समाधान हुँदै गरेको अवस्था, पूर्जा आइरहेको अवस्था छ।